हेलो साथीहरू सबैजनालाई वेलकम छ आजको भ्लगमा भन्न चाहन्छु गाइज। आज चाहिँ मैले अरू भ्लग बनाउन जानिनँ, त्यसैले घरमा जे छ त्यही कुरालाई समेटेर यसो छोटो मिठो भ्लग बनाइदिउँ भनेर चाहिँ बनाइदिइराखेको देख्न सक्नुहुन्छ। आज चाहिँ घरमा अर्ग्यानिक के भन्छ यसलाई अर्ग्यानिक चाउमिन बनाउन लाग्यो होइन। देख्न सक्नुहुन्छ यो क्याप्सिकम यहीँ छ, टमाटर यहीँ छ, अनि खुर्सानी यहीँ छ, प्याज यहीँ छ, बन्दाकोपी यहीँ छ होइन। अनि यतातिर चाहिँ लसुन अदरक छ होइन, खतरा छ। अनि उतातिर चाहिँ बन्दैछ चुलामा, त्यता चाहिँ चनाहरू बन्दैछ। चनालाई चाहिँ मैले उता पकाउँदैछु, हल्का बफाएर चाहिँ बनाउन लाग्यो। घरमै आफ्नो अर्ग्यानिक तरिकाले बनाउन लाग्छु होइन। बजारको त्यस्तो केही आइटमहरू नहालेर होइन। अब कसरी बुझ्न सक्नुहुन्छ हजुरहरूले, त्यसरी मैले यसो बनाइदिइरहेको छु। लास्टसम्म हेरिदिनु होला मेरो भ्लगलाई। हामीहरू चाहिँ आज अर्ग्यानिक चाउमिन खाने भनेर चाहिँ घरमै बनाइदिइरहेको। बजारको खाँदा चाहिँ वाक्क भएर चाहिँ आज यसो घरतिर पनि खाइदिउँ न त, घरको पनि टेस्ट गरिदिउँ भनेर चाहिँ मैले बनाइदिइरहेको छु। देख्न सक्नुहुन्छ यो आइटमहरू मैले बनाइसकेँ, साथै उतातिर छ होइन। अनि चाउमिन छ, त्यहाँ चाउमिन चाहिँ राखेको छु मैले। देख्न सक्नुहुन्छ यो चाहिँ आधा केजीको हो कि सायद चाउमिन, त्यही छ। अनि थोरै चिकन सबै समेटेर बनाउन लागेको छु चिकन चाउमिन। देख्न सक्नुहुन्छ अन्तिमसम्म हेरिदिनु होला मेरो भ्लगलाई, माया गरिदिनु होला, साथै लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला मेरो युट्युब च्यानललाई भन्न चाहन्छु साथीहरू। ओके, धन्यवाद। लास्टसम्म हेरिदिनु होला मेरो भिडियोलाई। अर्ग्यानिक चुलोमा कसरी बनाइन्छ गाइज देख्न सक्नुहुन्छ। गाइज अब चाहिँ हाम्रो सामानहरू सबै रेडी भइसकेको छ, त्यसैले आज बनाउन लागिरहेको छु होइन। अन्तिमसम्म हेरिदिनु होला गाइज। यो चाहिँ मासुको किमालाई चाहिँ यसो फ्राई गर्नु भएको है पहिला सुरुमा। देख्न सक्नुहुन्छ गाइज, यो चाहिँ मैले चाउमिन बनाएको होइन। यिनीहरू चाहिँ आइटम हुन् छ होइन। अहिले पछि देख्न सक्नुहुन्छ गाइज, आज चाहिँ मैले चाउमिन बनाएर पनि रेडी भइसकेको छ होइन। साथै कस्तो छ म एकचोटि चाहिँ चेक गर्नेछु, यसलाई टेस्ट गर्नेछु, त्यसपछि चाहिँ भन्नेछु। ओके, हेरिदिनु होला। मिठो रहेछ। चिकनको साथमै यस्तो मिठो छ नि। टेस्ट गरेको साथीहरू हल्का थोरै ल। मेरो भिडियोलाई मेरो च्यानललाई चाहिँ माया गरिदिनु होला भन्न चाहन्छु। मेरो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट सहयोग गरिदिनु होला। साथै मेरो जति पनि साथीहरू हुनुहुन्छ सबैजनालाई धन्यवाद भन्न चाहन्छु। ओके, बाई बाई। सक्नुहुन्छ गाइज, यो चाहिँ मैले बनाएको चाउमिन अर्ग्यानिक होइन, घरमै बनाएको। यो चाहिँ चिकन चाउमिन है, चिकन चाउमिन हो। धेरै त बनाउन सकिएन होइन, मासुको चोक्टा, त्यसैले बनाइदिएको आज घरतिर खान मन लागेर। ओके, बाई बाई। हजुरहरू पनि चाउमिन लभर हुनुहुन्छ भने चाउमिन खानु होला, तर अजिना मोटो कम भएको चाहिँ खानु होला भन्न चाहन्छु गाइज। ओके, धन्यवाद।